हेलो फ्रेन्ड्स, जब विश्वको अधिकांश भाग ब्रिटिसको कब्जामा थियो तब पनि नेपाल एक स्वतन्त्र राष्ट्र नै थियो। यस, नेपाल विश्वको एउटा यस्तो देश हो जुन कहिल्यै कसैको गुलाम बनेन। जब इन्डियन सब कन्टिनेन्टका शक्तिशाली राज्यहरू एकपछि अर्को गर्दै ब्रिटिसको कन्ट्रोलमा आइसकेका थिए, त्यतिबेला नेपाल जस्तो सानो देशले आफ्नो सार्वभौमिकताको रक्षा गरेको थियो। एङ्ग्लो नेपाल वारपछि त ब्रिटिसहरूसँग एउटा यस्तो मौका थियो जहाँ उनीहरूले नेपाललाई पुरै कब्जा गर्न वा इन्भेड गर्न सक्थे। तर यस्तो हुँदाहुँदै पनि किन ब्रिटिसहरूले पुरै इन्डियन सब कन्टिनेन्टलाई कब्जा गरे तर नेपाललाई स्वतन्त्र छोडिदिए? यो कुरा सन् 1743 तिरको हो, जब नेपाल भन्ने देश नै थिएन। यहाँ थुप्रै ससाना राज्यहरू थिए जुन एक आपसमा लडिरहन्थे। यिनै मध्येको एउटा राज्य थियो गोर्खा। गोर्खाका राजा नरभूपाल शाहको मृत्यु भएसँगै उनका छोरा पृथ्वीनारायण शाह नयाँ राजा भए। उनी राजा हुँदा जम्मा 20 वर्षका थिए। त्यही बेला भारतमा मुगलहरूको प्रभाव फैलिन थाल्यो। मुगलहरूले एकपछि अर्को गर्दै ससाना राज्यहरू आफूमा गाब्दै गएको खबरले उनलाई धेरै चिन्तित बनाउँथ्यो। उनले नेपाल एकीकरण गरी आफ्नो धर्मको रक्षा गर्न र यस क्षेत्रमा हुन सक्ने फरेन इन्फ्लुएन्सलाई रोक्न एउटा अभियान सुरु गरे, जसलाई भनिन्छ द युनिफिकेसन क्याम्पेन अफ नेपाल। पृथ्वीनारायण शाहले गोर्खाली सेनाको साहस र रणनीतिका कारण यस क्षेत्रका अधिकांश भूभागहरूलाई एकपछि अर्को गर्दै आफ्नो कब्जामा लिए र सन् 1769 स्थापना गरे द किङडम अफ नेपाल। नेपालमा गोर्खाली सेना स्ट्रङ भएर उदाइरहेका थिए भने अर्कोतिर ब्रिटिस इस्ट इन्डिया कम्पनीले पनि सन् 1757 पछि बिस्तारै इन्डियन सब कन्टिनेन्टमा आफ्नो डोमिनेन्स बढाउँदै थियो। यही कारण एक दिन यी दुई शक्तिहरू बीच टकराव हुनु स्वाभाविक नै थियो। ब्रिटिसहरूको पर्सपेक्टिभबाट हेर्ने हो भने नेपाल कहिले पनि उनीहरूको एजेन्डामा नै थियो। उनीहरूले नेपाललाई कब्जा नगरी अर्को तरिकाले ह्यान्डल गर्न खोजिरहेका थिए। तर एक दिन उनीहरूको आँखा नेपालमाथि परेरै छोड्यो। सन् 1767 गोर्खाली सेना र ब्रिटिस सेनाहरू पहिलो पटक सिन्धुलीगढी युद्धमा आम्ने सामने भए। किनभने त्यो बेला काठमाडौँभित्रका राज्यहरूसँग ब्रिटिसहरूको व्यापारिक सम्बन्ध राम्रो थियो। तर जब पृथ्वीनारायण शाहले नेपाल एकीकरण मिसनको क्रममा काठमाडौँमाथि हमला गरे तब ब्रिटिसहरूले आफ्नो मित्रता निभाउन काठमाडौँतर्फ सैनिकहरू पठाए र यहीँबाट सुरु भयो द फेमस सिन्धुलीगढी वार। यस युद्धमा अङ्ग्रेजहरूले ऐतिहासिक हार बेहोर्नु पर्यो। उनीहरूका 1000 भन्दा बढी सैनिकहरू मारे। उनीहरूको हालत यतिसम्म खराब भयो कि आफ्नो हात हतियार समेत त्यही छोडेर भाग्नु पर्यो। संसार जितेका अङ्ग्रेजहरूलाई हराएसँगै गोर्खाली सेनाको बहादुरीको चर्चा एकदमै चुलिन थाल्यो। गोर्खालीहरूको वार ट्याक्टिक्स एकदमै अनौठो थियो। विशेष गरी ढुङ्गा, धनुषबाण, भाला र खुकुरी प्रयोगमा उनीहरू एक्सपर्ट नै थिए। यसका साथै उनीहरू गुरिल्ला वारफेयरमा पनि निपुण थिए। दुश्मनले हमला गर्नुभन्दा पहिला हमला गर्नु, डिफिकल्ट टरेन, टाइम र वेदर कन्डिसनमा हमला गरी सरप्राइज काम राख्नु गोर्खाली सेनाको विशेषता थियो। र सबैभन्दा महत्त्वपूर्ण कुरा, उनीहरू नेपालको पहाडी भूभागसँग वेल फेमिलियर थिए। यही कारण नेपालको भूभागभित्र आएर गोर्खाली फौजहरूलाई हराउनु वाज नेक्स्ट टु इम्पोसिबल। एन्ड नट टु फर्गेट, त्यतिबेला नेपाल विरुद्धमा मात्र ब्रिटिस इस्ट इन्डिया कम्पनी लडिरहेको थियो, नट ब्रिटिस एम्पायर एज अ होल। ट्रुली स्पिकिङ, सिन्धुलीगढीको हारपछि ब्रिटिस सेनाहरू यतिसम्म डराएका थिए कि आगामी 50 वर्षसम्म उनीहरूले गोर्खाली सेनाहरूसँग लड्ने साहस गरेन। ब्रिटिसले तिब्बतसँग व्यापार गर्न चाहन्थे। एज यु क्यान सी, भारत र तिब्बत बीच विशाल हिमाल अवस्थित छ र यहाँबाट तिब्बत पुग्नलाई जटिल हिमाली बाटाहरू पार गर्नुपर्छ। त्यतिबेला तिब्बत जान सकिने प्रमुख बाटाहरू सबै नेपालको कन्ट्रोलमा थिए। त्यसैले ब्रिटिसले नेपालसँग मैत्रीपूर्ण सम्बन्ध स्थापना गरेर भए पनि ब्रिटिसहरूसँग व्यापार विस्तार गर्न चाहन्थे। तिब्बत नेपालको पनि व्यापारिक थलो भएकाले कुनै पनि हालतमा नेपालले ब्रिटिसलाई बाटो दिनेवाला थिएन। यसरी ब्रिटिस र नेपाल बीच तनाव चलिरहेकै बेला बुटवल र शिवराजको जग्गा विवादले युद्धको उग्र रूप लियो र सन् 1814 सुरु भयो द एङ्ग्लो नेपाल वार। यो युद्ध लगातार 2 वर्षसम्म चल्यो र यसैले नेपालको नक्सा र भविष्यलाई सधैँका लागि बदल्यो। अङ्ग्रेजहरूले सिन्धुलीगढीमा भोगेको हारबाट पाठ सिकेका थिए। यस युद्धमा उनीहरू अझ बढी तयारीका साथ आएका थिए। उनीहरूसँग धेरै हात हतियार र थप सैनिकहरू पनि थिए। तर पनि युद्धको पहिलो फेजमा नेपाली सेना ब्रिटिसमाथि हावी हुन पुग्यो। यसरी एउटै एक्सिसबाट लडाइँ लड्दा हार हुन थालेपछि ब्रिटिस फौजले विभिन्न ठाउँबाट एकैचोटि हमला गर्न थाले। यसरी विभिन्न ठाउँमा अङ्ग्रेजहरूले एकैचोटि हमला गरेपछि नेपाल दबावमा पर्यो। नेपालको अस्तित्व रक्षाका लागि घर घरबाट महिला पुरुष समेत युद्धमा हुन्, तर ब्रिटिस फौजको घेराउ तोड्न सके। अन्ततः ब्रिटिसहरूको यही रणनीतिका कारण नेपालले आफ्नो 1/3 जमिन गुमाउनु पर्यो। इस्ट इन्डिया कम्पनीले नेपालको 1/3 भाग कब्जा गरे तर नेपाललाई कोलोनी बनाउन सकेन। यसका पछाडि मुख्य 3वटा कारणहरू छन्। नेपालको 83% भाग हिमाल र पहाडले ढाकिएको छ। यस्तो कठिन टरेनमा युद्ध लड्ने अनुभव अङ्ग्रेजहरूसँग थिएन। उनीहरूसँग युद्ध लड्न पर्याप्त आर्थिक र सैनिक सङ्ख्या पनि थिएन। नेपाली फौजले सजिलै उनीहरूलाई पुरै नेपाल कब्जा गर्न दिनेवाला पनि थिएन। यसरी ठुलो लस बियर गरेर नेपाललाई कब्जा गर्नमा उनीहरूको इन्ट्रेस्ट पनि थिएन। त्यसैले नेपाललाई ब्रिटिस कोलोनी हुनबाट जोगिनुको मुख्य कारण नेपालको टरेनलाई मान्न सकिन्छ। त्यस्तै नेपाल उपनिवेश नबन्नुको दोस्रो कारण थियो ब्रिटिसहरूको स्ट्राटेजिक प्लान।
उनीहरूले नेपाललाई कब्जा गर्नु भनेको सिधै चीनको शक्तिशाली साम्राज्यसँग सिमाना जोड्नु थियो। त्यो बेला ब्रिटेनले इन्डियन सब कन्टिनेन्टमा भर्खरै आफ्नो फुटहोल्ड इस्टाब्लिस गर्दथे। यस्तो अवस्थामा उनीहरूले चीनसँग फेस टु फेस हुन चाहेका थिएनन्। यही कारण ब्रिटिसहरूले नेपाल मात्र नभई भुटान, कश्मीर र सिक्किमलाई पनि इन्भेड गरेका थिए। तर के अङ्ग्रेजहरूले नेपालको टरेन र चीनसँग जोडिने सिमानाको डरले मात्र नेपाललाई छोडेका थिए त? साथीहरू, वास्तवमा यस्तो थिएन। सन् 1857मा भएको इन्डियन रिबेलियन पछि ब्रिटिस सरकारले भारतमाथि प्रत्यक्ष शासन सुरु गर्यो। यति बेला उनीहरूले सजिलै नेपाललाई पनि इन्भेड गर्न सक्थे, तर यस्तो गरेनन्, किनभने यसअघि सन् 1846मा नेपालमा जङ्गबहादुर राणाको इन्ट्री भइसकेको थियो। उनले आफूलाई नेपालका स्थायी प्रधानमन्त्री घोषित गरी सम्पूर्ण सत्ता आफ्नो नियन्त्रणमा लिएका थिए। उता ब्रिटेन भारतमा एक्सपान्ड त भइरहेकै थियो, तर बिस्तारै नेपालको राजनीतिक मामिलामा पनि इन्टरफेयर गर्न थालेको थियो। नेपाललाई ब्रिटिस कोलोनी बन्नबाट जोगाउन जङ्गबहादुर राणाले एक सरल र चतुर नीति अपनाएका थिए। उनले ब्रिटिससँग दुश्मनी भन्दा पनि अलाइ हुन रोजे। यसका लागि कुनै पनि हालतमा उनले ब्रिटिसहरूको विश्वास जित्नुपर्ने थियो। सन् 1857मा ब्रिटिस शासन विरुद्ध भारतमा ठूलो जनविद्रोह चलिरहेको थियो, जसलाई नियन्त्रण गर्न ब्रिटिसहरूलाई हम्मे परिरहेको थियो। यसैलाई मौका बनाउँदै जङ्गबहादुरले 3000 भन्दा बढी नेपाली सैनिकहरू ब्रिटेनको सहयोगका लागि भारत पठाएका थिए। यस्तै उनले नेपालमा लुक्न आएका धेरैजसो भारतीय विद्रोहीहरूलाई पनि लखेड्न वा मार्न थालेका थिए। यसरी कठिन समयमा ब्रिटिसहरूलाई सहयोग गरेकाले ब्रिटिस साम्राज्यले नेपाललाई उपनिवेश बनाउन चाहेनन्, बरु एक स्वतन्त्र राज्यका रूपमा स्वीकार गरे। राणाकालमा नेपाल ब्रिटिसको प्रभावमा त थियो, तर गुलाम थिएन। यसरी नेपालसँग मित्रताको सम्बन्ध बनाएर ब्रिटेनले नेपालबाट सबै कुरा पाइरहेको थियो भने नेपालले पनि आफ्नो स्वतन्त्रता मेन्टेन गर्न सकिरहेको थियो। पहिले ब्रिटिसहरूले कब्जा नगरेका राज्यहरू जस्तै कश्मीर र सिक्किम समेत पछि भारतमा गाभिए, तर नेपाल आफ्नो स्वतन्त्र पहिचानमै उभियो। जस्ट इमेजिन, यदि गोर्खाली सेनाहरू डराएका हुन्थे, वा नेपालले ब्रिटिस साम्राज्यसँग आत्मसमर्पण गरेको हुन्थ्यो, वा जङ्गबहादुर राणाले ब्रिटिसहरूलाई सिधा दुश्मन ठानेर टक्कर दिएका हुन्थे भने सायद आज नेपालको नक्सा, पहिचान र इतिहास निकै फरक हुने थियो।